सानो हुँदा मलाई लाग्थ्यो बा कहिले बुढो हुँदैनन्। उहाँ सधैँ बलिया छन्, सधैँ हाँसिरहने मान्छे हुन्। जुनसुकै दुखाए पनि घरको अगाडि उभिएर सबै समस्या रोकिदिने एउटा ठुलो पहाड जस्तै। म विद्यालय जाँदा बा पनि हामीसँगै अफिस जानुहुन्थ्यो। हामीलाई पैसा दिँदै माया गर्ने, राम्ररी पढ्नु है भनेर सम्झाइरहनुहुन्थ्यो। त्यो बेला उहाँको अनुहारमा थकान देख्दिनथे, हातका डमहरू देख्दिनथे, जीवनसँगको सङ्घर्ष देख्दिनथे। तर मैले कहिले उहाँको थकाइ देखिन, किनकि बा आफैले पनि थकाइ देखाउनुहुन्न थियो। हामीलाई राम्रो लुगा लाउँदै दिन, एक छाक मिठो खान दिन, विद्यालयको शुल्क तिर्न आफ्नो चाना मारेर बाँधिन रात कटिनुहुन्थ्यो। तर हामी ठुला हुँदै गयौँ, आफ्नो दुनियाँमा हराउँदै गयौँ। मोबाइल, साथीभाइ, काम, रमाइलो यिनै कुरामा यति व्यस्त भयौँ कि घरको कुनामा चुपचाप बसिरहेको बाको अनुहार हेर्न नै बिर्सियौँ। एक दिन अचानक ध्यान गएछ, पहिले कालो रहेको बाको कपाल पुरै सेतो भइसकेछ। पहिले छिटो हिँड्ने पाइला बिस्तारै काप्न थालेछ। पहिले भारी बोकेर उकालो चढ्ने काँधा, अहिले सामान्य झोला उठाउँदा पनि दुख्न थालेछन्। त्यो दिन मन भत्कानियो, सोचेँ सानो हुँदा मलाई लाग्थ्यो बा कहिले बुढो हुँदैन। हिजो जसले मलाई हात समाएर हिँडाउनु भयो, आज उहाँ आफै ढोकाको चौको समाएर उठ्न थाल्नु भएको रहेछ। हिजो जसले मलाई काँधमा बोकेर मेला घुमाउनु भयो, आज उहाँको ढाड नै दुख्न थालेको रहेछ। तर सबैभन्दा दुःख के लाग्यो भने बा कहिले आफ्नो पीडा सुनाउनु भएन। उहाँ सधैँ म ठिक छु मात्रै भन्नुहुन्थ्यो, तर त्यो ठिक छु भित्र कति दुखाइ लुकेको थियो हामीले बुझ्नै सकेनौँ। उहाँले आफ्नो रहर मान्नु भयो हाम्रो भविष्य बनाउन। उहाँले नयाँ लुगा किन्नु भएन, हामीलाई किताब किनिदिन। उहाँले मिठो खाना खानु भएन, हामीलाई पेट भरि खुवाउन। तर हामीले कहिले काहीँ उहाँ बोलाउँदा पनि अहिले व्यस्त छु भन्यो, उहाँको फोन काट्यौँ। उहाँको कुरालाई पुरानो सोच भनेर हाँस्यौँ। समय कति चाँडो बदलिँदो रहेछ। जुन बा घरको सबैभन्दा बोलियो मान्छे हुनुहुन्थ्यो, आज बिस्तारै कमजोर हुँदै जानु भएको रहेछ। अहिले कहिले काहीँ राति उठेर सोच्ने गर्छु, बा सधैँ यस्तै रहनुहुन्छ भन्ने सोचेको थिएँ। तर समयले त उहाँलाई पानै बुढो बनाइरहेछ। अब उहाँ धेरै बोल्नुहुन्न, पहिले झै कराउनुहुन्न, बरु चुपचाप बस्नुहुन्छ। हामी आएको आवाज सुन्नुहुन्छ, हामीले दुई शब्द बोलिदिए खुसी मान्नुहुन्छ।
सायद बा उमेरले भन्दा पनि जिम्मेवारीले धेरै थाक्नु भएको हो उहाँको अनुहारका चौरीहरू उमेरले मात्र होइन परिवारका लागि बगाएको पसिनाले बनेका हुन् आज बुझ्दैछु घरको सबैभन्दा ठुलो त्याग सधैँ बोल्ने मान्छेले होइन चुपचाप सहने मान्छेले गर्दो रहेछ र त्यो मान्छे धेरै दोस्रो बानै हुँदो रहेछ त्यसैले समय छँदै आफ्नो मासँग केही बेर बसौँ उहाँका कुरा सुनौ उहाँलाई माया गर किनकि संसारभित्र खोज्दा खोज्दै तिमी दिलाउने नि आश्रय लाग्यो